अनि अहिले चाहिँ मलाई सिटी स्क्यानको रुममा लगेर हाल्दैछ। सिटी स्क्यान गर्नुको लागि सिटी स्क्यान गर्दैछौँ। यो चाहिँ उभिरहेको चाहिँ मेरो भाइ हो। अनि उता त्यो मेसिनकै छेउमा उभिरहेको चाहिँ यहाँ उयसको हस्पिटलकै कर्मचारी हो। अनि यस्तै हुन्छ है, यो चाहिँ सिटी स्क्यान गरेको। हेलो साथीभाइ सबैजनालाई नमस्कार, पनि वेलकम छ तपाईँहरूलाई मेरो यो भिडियोमा। अनि यहाँ चाहिँ म दार्जिलिङ गएको है ट्रिटमेन्टको लागि। अहिले चाहिँ म घरमै छु, जान आँटेको छु। अहिले चाहिँ म यहाँ गाडीमा बसिरहेको छु अनि हामी उकालो जाँदैछौँ दार्जिलिङतर्फ। म दाजु मम्मी आज चाहिँ हामी हस्पिटल चाहिँ गएको। अनि बाटो चाहिँ त्यस्तो हाम्रो गाउँको चाहिँ बिग्रिसकेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ है। हाम्रो त्यस्तो खासै त्यो छैन है हाम्रो बाटो चाहिँ। अनि उकालो चाहिँ हामी जाँदैछौँ। पानी एकदम ज्यादा पर्दैछ, तपाईँ देख्न सक्नुहुन्छ है। दिन पनि आज राम्रो छैन। अनि ट्रिटमेन्ट गर्नु त अब जानै पर्यो, सधैँ जानै पर्छ है। अहिले चाहिँ हामी अब गाउँबाट चाहिँ बजार आइपुग्नु आँट्यौँ, सुनाउटा बजार। अनि अहिले चाहिँ अब गाडीमै मैले यो भ्लग बनाएको है। बाहिरतिर त निस्किनु अब पर्नु सकिँदैन, अहिले पानी पुरा आउँदैछ। अनि अहिले चाहिँ हामी जाँदैछौँ बजार पनि ठिकै आइपुग्यौँ हामी, सोनादा बजार। पानीले चाहिँ पुरा गाडीहरू चाहिँ अहिले चाहिँ जाम पनि धेरै बनाइराखेको छ। अनि अहिले चाहिँ हामी जाँदैछौँ, यो चाहिँ हो सोनादाको गुम्बा। अनि चाहिँ हामी जाँदैछौँ है, सोनादा चाहिँ अब काट्नु आँट्यो। अनि यो जाम चाहिँ अहिले डरलाग्दो छ। सदा 1 घन्टामा हामी दार्जिलिङ पुग्थ्यौँ, अन्त यहाँ अहिले चाहिँ 4 घन्टामा पनि पुग्नु साह्रो पर्छ दार्जिलिङ जानु चाहिँ। हाम्रो चाहिँ 1 घन्टामा पुगिहाल्थ्यो, अहिले चाहिँ पुरा जाम भएर चाहिँ धेरै टाइम लाग्छ। अनि अब चाहिँ दार्जिलिङ पनि हामी आइपुगिसकेको छौँ। यो ट्रेन पनि जाँदैछ, टोय ट्रेन पनि जाँदैछ। यो टुरिस्टहरू सिजनले गर्दाखेरि पनि होला है, अहिले चाहिँ यस्तो ज्यादा जाम भएको। अनि अब दार्जिलिङ पनि आइपुगिहाल्यौँ, जाँदैछौँ। चाहिँ म अहिले पार्किङमा बसिरहेको छु। अनि गएर चाहिँ अहिले दाजुले चाहिँ टिकटहरू केहरू गर्दैछ। अब मलाई चाहिँ विलचेयरहरू लिएर आउँछ लानुको लागि। यो अहिले चाहिँ म इडेन हस्पिटलको पार्किङमै बसिरहेको छु, पानी ज्यादा परिरहेको छ। अनि अहिले चाहिँ म यहाँनिर लाइनमा बसिरहेको छु। अब ओपिडीको टर्न आएपछि चाहिँ मेरो भइहाल्छ। ट्रिटमेन्ट चेकअपमा चाहिँ धेरै आउनुपर्छ है, महिनामा नभनेको पनि 8-9 खेप आउनुपर्छ। हरेस पनि लाग्छ घरिघरि चाहिँ। आइरहनु पर्दाखेरि चाहिँ बसिरहँदाखेरि यताउता भिडियो बनाउँदै बसिरहेको। अहिले चाहिँ म क्यान्सर वार्डको अगाडिपट्टि बसिरहेको छु। अनि अब चाहिँ मलाई मेरो उयो पनि भयो, देखाए पनि चेकअप पनि भयो। डक्टरले चाहिँ मलाई त केही पनि भन्दैन, त भित्र फ्यामिलीहरू गएको छ अनि उहाँहरूलाई नै भन्नुहुन्छ अब मलाई के भएको छ कसो भएको छ भनेर चाहिँ। अनि त्यस्तै हो है। अनि अहिले चाहिँ मलाई सिटी स्क्यानको रुममा लगेर हाल्दैछ। सिटी स्क्यान गर्नुको लागि सिटी स्क्यान गर्दैछौँ। यो चाहिँ उभिरहेको चाहिँ मेरो भाइ हो। अनि उता त्यो मेसिनकै छेउमा उभिरहेको चाहिँ यहाँ उयसको हस्पिटलकै कर्मचारी हो। अनि यस्तै हुन्छ है, यो चाहिँ सिटी स्क्यान गरेको। थ्याङ्क यू सो मच है। अहिले चाहिँ म आइसकेको छु घरमा पनि दार्जिलिङबाट। अनि ट्रिटमेन्टहरू पनि गरिसकेँ, चेकअपहरू गरिसकेर है। अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है। अनि यस्तै हो। अब अहिले चाहिँ मेरो अलिकति हेल्थले पनि राम्रो काम गरेको छैन है, र पनि एउटा सानो भिडियो बनाएर है गरिरहेको। अब मेरो लाइफ एक्सपिरियन्स है, मैले यो युट्युबको थ्रु है, फेसबुकको थ्रु एउटा देखाइरहेको छु। अनि माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् है।
थ्याङ्क यू सो मच है, थ्याङ्क यू सो मच फर सपोर्टिङ मी एन्ड हेल्पिङ मी, थ्याङ्क यू सो मच।